पासपोर्टको अनलाइन फर्म कसरी भर्ने, आवश्यक कुराहरू, फर्म भर्ने प्रोसेस लगायत सम्पूर्ण जानकारी आजको भिडियोमा प्रस्तुत गर्नेछौँ। हाम्रो माध्यमद्वारा प्रोफेसनल सिभी, कभर लेटर, पुलिस रिपोर्ट बनाउनु परेमा, साथै टिएमएस एकाउन्ट बनाउन, पासपोर्टको अनलाइन फर्म भर्नु परेमा समेत डिस्क्रिप्सन र कमेन्टमा रहेको हाम्रो वाट्सएप नम्बरमा मेसेज गर्नुहोला, हामी सहयोग गर्नेछौँ। पासपोर्टको फर्म भर्नको लागि गुगलमा गई पासपोर्ट एप्लिकेसन फर्म नेपाल भनेर सर्च गर्नुहोस्। सुरुमै देखिने वेबसाइट डिपार्टमेन्ट अफ पासपोर्टमा क्लिक गर्नुहोस्। स्क्रिनमा केही सूचना देखिएमा इन्टु गर्नुहोस्। खुल्ने पेजलाई केही तल सार्नुहोस्। ई पासपोर्टको लागि आवेदन दिनुहोस् लेखिएको हुन्छ, क्लिक गर्नुहोस्। फर्म भर्नको लागि एप्लाई फर पासपोर्ट राहदानीको लागि आवेदनमा क्लिक गर्नुहोस्। विभिन्न अप्सनहरू देखिने गर्छन्। पहिलो पटक पासपोर्ट लिँदै हुनुहुन्छ भने पहिलो पटक राहदानी लिनमा क्लिक गर्नुहोस्। रिन्युको लागि हो भने म्याद सकिएको राहदानी नवीकरण गर्नमा क्लिक गर्नुहोस्। हराएको वा चोरिएको राहदानीको सट्टामा हो भने रिप्लेसमेन्ट, लस्ट वा स्टोलनमा क्लिक गर्नुहोस्। बिग्रिएको राहदानीको सट्टामा रिप्लेसमेन्ट वा ड्यामेजमा क्लिक गर्नुहोस्। फर्म भर्ने प्रोसेस सबैको उस्तै नै हुने गर्छ। आज म पहिलोपटक राहदानी लिनको लागि सुरुमै क्लिक गरेको छु। नयाँ खुल्ने पेजलाई केही तल सार्दा दुईवटा अप्सन देखिने गर्छन्, 34 पेज र 66 पेज। पराई 34 पेज निकालिने गरिन्छ। यदि हजुरहरू धेरै देशहरूमा जाने आउने गर्नुहुन्छ भने 66 पेज गर्दा समेत हुन्छ। म यहाँ ओर्डिनरी 34 पेजेसमा क्लिक गरी प्रोसिड गरेको छु। आई एग्री स्वीकृत छ मा क्लिक गरी अघि बढ्नुहोस्। अब एपोइन्टमेन्ट बुक गर्नको लागि लोकेसन चुज गर्नुपर्ने हुन्छ। जस्तै विदेशबाट गर्न चाहनुहुन्छ भने एपोइन्टमेन्ट कन्ट्रीमा ओदर्स राख्नुहोस् र एपोइन्टमेन्ट लोकेसनमा विदेशका विभिन्न सिटीहरूको नाम देखाउने गर्छ, चुज गर्नुहोस्। जस्तै दुबई, अबुधाबी, दोहा, पेरिस, लन्डन, न्यू दिल्ली, सियोल, न्युयोर्क, रियाद लगायत धेरै ठाउँहरू देखिने गर्छन्। चुज गरी नेक्स्ट गर्न सक्नुहुन्छ। नेपालबाट गर्ने हो भने एपोइन्टमेन्ट कन्ट्रीमा नेपाल राख्नुहोस्। एपोइन्टमेन्ट प्रोभिन्समा आफ्नो प्रदेश चुज गर्नुहोस्। एपोइन्टमेन्ट डिस्ट्रिक्टमा जिल्ला चुज गर्नुहोस् र लोकेसन चुज गरी तल डेट समेत चुज गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई पासपोर्टको लागि हतार छैन, 20-30 दिनपछि पासपोर्ट भए पनि हुन्छ भने आफ्नै जिल्लादेखि राख्नुहोला। यसरी जिल्ला चुज गर्दा कुनै जिल्लाहरूको एपोइन्टमेन्ट लोकेसन अनलाइन नदेखिएमा जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने हुन्छ। यदि पासपोर्ट अर्जेन्ट छ, 2-3 दिनमै आवश्यक छ भने पासपोर्ट डिपार्टमेन्ट चुज गर्न सक्नुहुन्छ। जिल्लाबाट पासपोर्ट बनाउन 5,000 लाग्छ, तर पासपोर्ट डिपार्टमेन्टबाट अर्जेन्ट पासपोर्ट बनाउन 10-11 हजार राजस्व बुझाउनु पर्ने हुन्छ। हजुरहरू जुनसुकै जिल्लाको भए पनि पासपोर्ट डिपार्टमेन्टबाट पासपोर्ट बनाउन सक्नुहुन्छ। त्यसको लागि एपोइन्टमेन्ट प्रोभिन्समा बागमती राख्नुहोस्। एपोइन्टमेन्ट डिस्ट्रिक्टमा काठमाडौँ राख्नुहोस् र एपोइन्टमेन्ट लोकेसनमा डिपार्टमेन्ट अफ पासपोर्ट चुज गर्नुहोस्। जस्तै म यहाँ जनवरी 11 हेर्दैछु। जनवरी 13 को बायोमेट्रिक डेट खाली देखिएको छ। डेट क्लिक गर्नुहोस् र साइडमा टाइम देखिने गर्छ। एएम, पिएम सबै टाइम चेक गरी कुनै एउटा टाइम सेलेक्ट गरी केही तल सार्नुहोस् र क्याप्चा टाइप गर्नुहोस्। क्याप्चा अप्ठ्यारो भएमा साइडदेखि चेन्ज समेत गर्न सक्नुहुन्छ। क्याप्चा टाइप गरी नेक्स्ट गर्नुहोला। अब एपोइन्टमेन्ट फर्म खुल्ने गर्छ, जुन 30 मिनटमा भर्नुपर्ने हुन्छ। सुरुमै आफ्नो लास्ट नेम वा सरनेम राख्नुहोस्। आफ्नो थर राखिसकेपछि फर्स्ट नेम राख्नुपर्ने हुन्छ। फर्स्ट नेममा आफ्नो नाम राख्नुहोस्। कुनै मिडल नेम छ भने नामको पछाडि राख्नुहोला। जेन्डर मेल फिमेल के हो चुज गर्नुहोस्। डेट अफ बर्थ राख्नुहोला। एडीमा चुज गर्नुहोला। इज दिस एक्ज्याक्ट डेट अफ बर्थमा यस गर्नुहोस्। डेट अफ बर्थ बीएसमा समेत राख्नुपर्ने हुन्छ। डेट अफ बर्थ बीएसमा राख्नुहोस्। वर्ष, महिना, गते राख्नुहोला। प्लेस अफ बर्थ अर्थात् जन्म जिल्ला राख्नुहोस्। फादर लास्ट नेम बुबाको थर राख्नुहोस्। फादर फर्स्ट नेम बुबाको नाम राख्नुहोस्। तल मदर सरनेम र नेम छुट्टा छुट्टै बक्समा राख्नुहोस्। सम्पूर्ण डिटेल भरिसकेपछि
नागरिकता सम्बन्धी जानकारीमा क्लिक गर्नुहोस्। सुरुमै नेसनल आइडी नम्बर राख्नुहोस्। नेपालमा पासपोर्ट बनाउँदा राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको छ, तर विदेशमा हुनुहुन्छ भने आवश्यक पर्दैन। राष्ट्रिय परिचय पत्र नम्बर मात्र राख्नुहोला। तल नागरिकता नम्बर राख्नुहोस्, नम्बर मात्र राख्नुहोला। नागरिकता जारी मिति राख्नुहोस्। नागरिकताको ब्याक साइडको अन्तिममा रहेको मिति राख्नुहोला। नागरिकता जारी जिल्ला राख्नुहोस् र तल आवेदकको सम्पर्क विवरण क्लिक गर्नुहोस्। आफ्नो नेपालको कुनै फोन नम्बर राख्नुहोला। इमेल आइडी छ भने इमेल आइडी समेत राख्नुहोस्। भिलेजमा आफ्नो वडाको नाम राख्नुहोस्। वार्ड नम्बर राख्नुहोस्। प्रदेश चुज गर्नुहोस्। डिस्ट्रिक्ट चुज गर्नुहोस् र नगरपालिका वा गाउँपालिका चुज गर्नुहोस्। सबै डिटेल भरिसकेपछि जरुरी परेमा सम्पर्क गर्ने विवरणमा क्लिक गर्नुहोस्। आफ्नो फ्यामिली मेम्बर एकजनाको डिटेल समेत यसै गरी भर्नुहोस्। थर, नाम, भिलेज, वार्ड नम्बर, प्रदेश, जिल्ला, नगरपालिका, स्टार लगाएको कुरा मात्र भर्दा हुन्छ। सबै भरिसकेपछि नेक्स्ट गर्नुहोला। अब भने डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ। स्टार लगाएको मात्र डकुमेन्टहरू अपलोड गर्दा हुन्छ। सिटिजनसिप फ्रन्ट नागरिकताको अगाडिको फोटो अपलोड गर्नुहोस्। त्यसै गरी सिटिजनसिप ब्याक समेत अपलोड गर्नुहोला। तल नेसनल आइडी राष्ट्रिय परिचय पत्र समेत अपलोड गरी नेक्स्ट गर्नुहोस्। हजुरले अघि भरेका सम्पूर्ण डिटेलहरू देखिने गर्छन्। राम्रोसँग सबै डिटेलहरू चेक गर्नुहोस्। एपोइन्टमेन्ट डिटेल समेत देखिने गर्छन्। सबै ठिक छन् भने क्याप्चा टाइप गरी सेभ गर्नुहोस्। यो रिक्वेस्ट हेज बिन सेभड भनेर म्यासेज आउने गर्छ। यो नम्बर स्क्रिनसट गरी राख्नुहोस् र फिनिसमा क्लिक गर्नुहोस्। डिटेलहरू देखिने गर्छन्। डाउनलोड पिडिएफ गर्नुहोस्। यो पिडिएफ हजुरहरू एपोइन्टमेन्ट गर्न जाँदा प्रिन्ट गरी लैजानुपर्छ। डाउनलोड गरिएको पिडिएफमा हजुरका सम्पूर्ण डिटेलहरू हुने गर्छन्। एपोइन्टमेन्ट गर्न जाँदा अघि चुज गरिएकै डेटमा जानुहोला। एपोइन्टमेन्ट गर्न जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र र अघिको पिडिएफलाई प्रिन्ट गरी सँगै लैजानुहोला। साथै तिर्नुपर्ने राजस्व समेत लैजानुपर्ने हुन्छ। पासपोर्ट डिपार्टमेन्ट त्रिपुरेश्वरमा गई आफ्नो बायोमेट्रिक गरी पासपोर्ट बनाउन सक्नुहुन्छ। हामी भिडियोको अन्तिममा आइपुगेका छौँ। हजुरहरूलाई विदेशको लागि प्रोफेसनल सिभी, कभर लेटर, पुलिस रिपोर्ट बनाउनु परेमा, साथै अनलाइन टिएमएस एकाउन्ट बनाउनु परेमा र पासपोर्टको फर्महरू भर्नु परेमा यसै भिडियोको डिस्क्रिप्सन र कमेन्टमा रहेको हाम्रो वाट्सएप नम्बरमा मेसेज गर्नुहोला। हामी सहयोग गर्नेछौँ। भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्न नभुल्नुहोला। च्यानललाई सब्सक्राइब गरी भिडियोमा लाइक समेत गर्नुहोला। धन्यवाद।